60 years 60 वर्ष हुनु भइसक्यो तै पनि अब म जस्तो 5 जना ढाल्छ भन्ने चाहिँ उहाँको ठम्याइ हो हैन ढाल्दै ढाल्दैन लु भन्नु त सुतेपछि ढल्छ नि त गाइज ल आमा मामा फेरि यो हेट कारनामा गर्छ त यसले स्टप लग है घाँस काट्नलाई ओहो मेरो बाख्रा त गयो ल अनि गाइज ए बाख्रा ब्लग बनाउने चक्करमा बाख्रा यार मान्छेको बारीमा है हाम्रो नजिकै एउटा इन्द्रावती खोला छ सायद प्राय साथीहरूलाई थाहा छ हैन इन्द्रावती खोलाको बारेमा मेलम्ची बजार बगाउने खोला चाहिँ यही हो गाइज ल हामी हाम्रो गाउँबाट हैन धेरै टाइम लाग्दैन ओह्रालो छ त्यस्तै यो जङ्गलहरू चाहिँ हाम्रो गाउँमा चाहिँ प्राय सालको जङ्गल हुन्छ हैन साल कतिपय ठाउँमा त साल बाहेक तपाईले कुनै रुख नै देख्न पाउनुहुन्न क्या जस्तै यहाँ हेर्नु है यो जङ्गल यहाँ त्यति बाक्लो छैन अलि पर चाहिँ एकदम बाक्लो घना जङ्गल छ हैन सो अलराइट गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि आज चाहिँ म हैन गाउँमा अब के भन्छ यो पछाडि देख्न सक्नुहुन्छ यहाँ बाख्रा चराउन आएको छु हैन फाइनली आफ्टर 6 years लेटर है ए हाउ यो बाख्रा चाहिँ चोर छ क्या लास्टै फेरि अनि मान्छेको यहाँ खाना गइसकेपछि हैन कराउनु पर्छ सो गाइज आफ्टर हैन 6-7 वर्षपछि चाहिँ ब्याक टु फर्म गाउँमा पहिला यसरी नै जीवन बिताइन्थ्यो हैन सानो छँदा र अहिले पनि त्यो कुराहरू चाहिँ एकदम झझल्को आइरहेछ किनभने मेरो यो चाइल्डहुड हैन सबै कुरा चाहिँ मेरो गाउँमै बितेको हो त्यसैले गाइज आज बाख्रा चराउन आएको छु र आज बाख्रा चराउँदाखेरिको एक्सपिरियन्स अनि हैन के कस्तो हुन्छ अब बाख्रा चराउँदाखेरि अलिअलि दुःख कष्ट अनि गाउँको लाइफको बारेमा चाहिँ आज यस भिडियोमा देखाउने छु अन्तिमसम्म हेरेर साथ दिनु होला है मेरो बाख्राहरू पनि आइसकेको छ मेरो बाख्राहरूले त यति धेरै साथ दिइरहेको छ भने मलाई तपाईहरुको पनि हैन एक साथ चाहिन्छ हैन अनि त्यसपछि ए यहाँदेखि खाना खाऊ यहाँदेखि खाँदै खाँदै जाने हो त ल गाइज ल अलराइट गाइज तपाईहरुले नि एक लाइक एन्ड एक सब्सक्राइब गरेर हैन भिडियोलाई अगाडि बढाउनु होला सो लेट्स गो सो अलराइट गाइज यतिखेर म जाँदै गर्दाखेरि चाहिँ यहाँ मेरो गाउँको एउटा ठुलो बुवा भेट्नु भयो हैन ठुलबा तपाईँ एकैछिन हेट के हुँदैन हेर्नु न मेरो कस्तो छ यहाँ लुगा डज नट म्याटर इन माई ब्लग है ठुलो ल फाइनल्ली कति वर्षपछि है अब म पनि बाख्रा चराउन आएको ठुलो टाढै घाँस काट्न ओहो अनि के छ त तपाईँको हालखबर हालखबर ठिकै छ अनि हजुर भन्नु न तिहार त अब यसपालि खल्लै भइहाल्यो ठुलो है आयो गयो त्यही हो गाइज अरू रमाइलो गर्नु होला हाम्रो चाहिँ अलिकति मिलेन जुठो परेर सो अनि ठुलबा तपाईँ गाउँ कति वर्ष हुनु पऱ्यो अहिले 60 years 60 वर्ष हुनु भइसक्यो तै पनि अब म जस्तो 5 जना ढाल्छ भन्ने चाहिँ उहाँको ठम्याइ हो हैन ढाल्दै ढाल्दैन लु भन्नु त सुतेपछि ढल्छ नि म जस्तो 5 जना ढाल्नुहुन्छ के पावरले है गाइज शक्तिले बलले अनि हैन ओहो सलै ल ठुलबा बेस्ट अफ लग है घाँस काट्नलाई ओहो मेरो बाख्रा त गयो ल अनि गाइज ए बाख्रा ब्लग बनाउने चक्करमा बाख्रा यार मान्छेको बारीमा है ओहो झन्नैले गएको यार गाइज सो खाँदै आउँ भने यिनीहरू भाग्य गर्छ भने यार स्टप एन्ड इट देन आफ्टर वाल्क ओके हेटेरीको झन् यार म कहाँ त्यहाँ सुबासँग व्यस्त थिएँ यिनीहरू त फेरि हेर्नु न है बालीतिर जान भ्याइसकेछ है फेरि मान्छेले मार्छन् त सो मेरो बाख्रा अहिले धेरै छैन गाइज 20-25वटा 30वटा होला हेर्नु यो बाख्रा पनि चोरे रहेछ खालि यता मान्छेको बारी छिर्छ यार
सो है त्यस्तै हो। एउटा कठिनाइ मैले देखाइसकेँ होइन। अब बाख्रा चराउँदाखेरि चाहिँ के कस्तो अप्ठ्यारो आउँछ किनभने अब गाउँघरमा त तपाईँको जताततै पनि बारी नाली होइन हुन्छ नि त आफ्नो आफ्नो। सुजन त्यहाँ गइले बाख्रा धबो त अलि अगाडि। अनि जस्तै यस्तो बारी हुन्छ साइड साइडमा। यो चाहिँ एउटा रोड हो होइन, यहाँ देख्न सक्नुहुन्छ गाइज। कस्तो भिडियो बनाउँदा यो आउँछ भने यो रोड हो होइन। अनि यही रोडबाट चाहिँ हामीले बाख्रा चराउन जाँदैछु अहिले। अलि जङ्गलमा लाने हो तर अलिअलि खाँदै लाने भन्ने चाहिँ हाम्रो एउटा योजना होइन। हेर्नु न यार बारीमा बाहेक कहीँ जानै मान्दैन यार। त्यही भने रोडतिर खाँदैन, बारी गयो भने चाहिँ मस्त खाएर बस्दो रहेछ भने। त्यही भने ऊ चाहिँ सुजन हो है, मेरो गाउँको अब भतिज दाइको छोरा। टक्क लाएर है त्यस्तै हो। अब अरूको बालीहरू खान्छ भनेर चाहिँ अलिकति जोखिम हुन्छ। अनि त्यही त हो नि, जङ्गलमा लगिसकेपछि बाघले खाने डर, स्यालले लाने डर होइन त हुन्छ लिटल बिट होइन। अनि त्यसपछि भनेको अब त्यही त हो, जङ्गलतिर लानुपर्ने हुन्छ। जङ्गल लाँदाखेरि अनेकौँ चुनौतीहरू हुन्छ। अब त्यसलाई चाहिँ पार गरेर चाहिँ अनि तपाईँको चाहिँ यो गाउँघरमा चाहिँ यसरी चाहिँ जीविकोपार्जन गरिराखेको छ भनौँ न अहिलेको अवस्थामा, अहिलेको समयमा। एकैछिन है गाइज, एकैछिन खाउँ अनि मात्रै अघि बढौँ है त गाइज। ल पहिला खाउँ अनि अघि बढाउँ, नेपालीको एकदमै यो फेमस डायलग पनि हो। पहिला माम अनि त्यसपछि काम है त गाइज। ल आमा फेरि यो हेट कारनामा गर्छ त यसले। ओ माई गुडनेस हेट बोका परे के हो। तरवाल निकाल्छ यार बोकाले पनि। आक्रमण हान्दैछ बोकाले। मासला सबलाई खसी पारिसक्यो गाइज। ल आऊ, यो चाहिँ मेरो एउटा ट्याग लाएर है। यो खसी कि बोका पाठी के हो यो? अलिकति उता फर्किदिए ठ्याक्कै पत्ता लाग्थ्यो मैले। ओ माई गड, ओ खसी गाइज, खसी रहेछ। टक्क एउटा छ नि त यता होइन गाइज। लगभग 7-8वटा चाहिँ खसी नै छ होइन। त्यसमध्ये यो एउटा खसी हो। यो भित्तामा यो तन्की खाएको पनि खसी हो होइन। यो चाहिँ म है गाइज। ल यसले चाहिँ धेरैभन्दा धेरै बच्चाहरू उत्पादन गरिसकेको छ। त्यसपछि अरूको प्राय यहाँ चाहिँ 2टा घरको छ है गाइज। खासमा भन्नुपर्दाखेरि 2टा घर पनि मेरो आफ्नै हो, तर ठुलो मम्मीहरूको र मेरो। तपाईँको बाख्रा 2 गनौँ न लाइभ है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 21वटा 21वटा रहेछ। पहिला चाहिँ हाम्रो बाख्राहरू चाहिँ लगभग कति 49वटा 40देखि 40 क्रस थियो भनौँ न। एक्ज्याक्ट चाहिँ अलिकति थाहा भएन। 40 क्रस चाहिँ मेरो एक्लैको थियो है बाख्रा। अनि त्यही त हो नि, बाख्राहरू बढी भइसकेपछि तपाईँको पाल्न गाह्रो अनि घाँसहरू पुर्याउन पनि गाह्रो है। फर्ममै भनौँ न, फर्म नै छ क्या मेरो चाहिँ। अहिले चाहिँ एकैचोटि 20वटा बाख्रा बेचेर चाहिँ दसैँ अगाडि होइन। अहिले चाहिँ अलिक सजिलो छ, चराउन पनि अलि त्यति घाँसहरूलाई पनि त्यति गाह्रो चाहिँ छैन। त्यही हो अहिले गाह्रो भनेको चाहिँ। त्यही त नि, घरमा अब सबैजना होइन एकदमै बिरामी बुवा मम्मी हुनुहुन्छ। अनि दुःख अलिक कम गरौँ भनेर चाहिँ हामीले चाहिँ सोचेको छोराछोरीहरू मिलेर। अनि धेरै दुःख किन गर्नु, अब हामीले गर्छौँ भनेर चाहिँ होइन अलिकति सहज दिउँ भनेर गरेको। तैपनि बुढाबुढीहरू मान्नुहुन्न है। यो पनि खसी रहेछ है गाइज। ल साले खसी भएर त कराउँछस् घाँस खा घाँस। हामीले तिहारमा टन्न खाइसके होइन सुजन। है अब मान्छे मात्र खाएर भएन नि होइन, यिनीहरूलाई पनि खाना दिनु पर्यो। हजुर जङ्गल आयो यतापट्टि लैजाउँ भने फेरि मान्छेको बारीहरू छ होइन। सखाप हान्ला फेरि होइन।
अब यता यता लैजाउँ अनि ऊ तलतिर होला नि कुनै न कुनै ठाउँ। सो गाइज यतिखेर चाहिँ हामी जङ्गलको बिचमा आइसक्यो होइन। जङ्गलको बिच चाहिँ कहाँ भन्दाखेरि अब हाम्रो नजिकै एउटा इन्द्रावती खोला छ। सायद प्राय साथीहरूलाई थाहा छ होइन इन्द्रावती खोलाको बारेमा, किनभने यो खोलामा चाहिँ धेरै नै होइन विपद घटनाहरू घटिरहेको हुन्छ। मेलम्ची बजार बगाउने खोला चाहिँ यही हो गाइज। ल हाम्रो गाउँबाट होइन धेरै टाइम लाग्दैन, ओह्रालो छ, त्यस्तै 15 किलोमिटर जति तल होला यदि नाप्यो नै भने। यो चाहिँ यहाँबाट चाहिँ अलिकति उता गयो भने दोलल घाट पुग्छ होइन। यो खोलाको किनारै यदि तपाईँहरू जानुभयो भने दोलल घाट पुग्छ। अनि सुनकोशी खोला पनि दोलल घाटमा भेटिन्छ होइन। यतिखेर हाम्रो बाख्रा नि यहाँ चरिरहेको छ, म यता छु होइन। र यो खोलाको बारेमा केही कुराहरू गर्न र देखाउन गाइज। मेरो गाउँबाट धेरै नै नजिक छ यो खोला चाहिँ, जुन खोला इन्द्रावती खोला हो होइन। मैले अघि नै भनिसकेँ। र यतिखेर चाहिँ यहाँबाट अलि राम्रो आउँदैन रहेछ क्या। यतिखेर चाहिँ यहाँ क्रसरको काम पनि भइरहेछ गाइज। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले होइन, यहाँ देख्न सक्नुहुन्छ गाइज होइन। यहाँ चाहिँ के भइरहेछ भन्दाखेरि अब गिटी बालुवाहरू चाहिँ यहाँबाट होइन मान्छेहरूले लाने ओसार्ने काम गर्छ यो खोलाको किनारबाट। अनि तपाईँको यहाँभन्दा अलिकति उता एउटा घना बस्ती छ यहाँतिर गाइज। यो चाहिँ तपाईँको भीमटार भन्ने ठाउँ हो। यहाँ चाहिँ प्राय माझी बस्ती बसिन्छ। यो पारीको जुन तपाईँहरूले देखिराख्नु भएको छ यो खोलाभन्दा पारी चाहिँ काभ्रे जिल्ला गाइज है। यो चाहिँ काभ्रे जिल्ला हो है, यो चाहिँ काभ्रे जिल्ला हो। र यो बस्तीको नामहरू चाहिँ मण्डन भन्छ होइन, मण्डन बेसी भन्छ। यताबाट चाहिँ अलि राम्रो देखिन्छ यो ठ्याक्कै। यो चाहिँ मण्डन बेसी भन्छ। पोहोर सालको दसैँमा टिप अनि पोहोर सालको दसैँमा चाहिँ यो माथिबाट चाहिँ एकदम पहिरो आएर होइन गाइज यहाँ 2-3 जना व्यक्तिको पनि ज्यान गएको थियो होइन। त्यस्तो छ अहिले मेरो गाउँदेखि नजिकको ठाउँहरू चाहिँ यस्तै छ होइन। अनि अरू एक्सप्लोर गर्नुपर्दाखेरि यो जङ्गलहरूको एक्सप्लोर गर्नुपर्दाखेरि चाहिँ खासमा भन्नुपर्दा होइन यो जङ्गलहरू चाहिँ हाम्रो गाउँमा चाहिँ प्राय सालको जङ्गल हुन्छ होइन। साल कतिपय ठाउँमा त साल बाहेक तपाईँले कुनै रुख नै देख्न पाउनुहुन्न क्या। जस्तै यहाँ हेर्नु है, यो जङ्गल यहाँ त्यति बाक्लो छैन, अलि पर चाहिँ एकदम बाक्लो घना जङ्गल छ होइन। यो चाहिँ पुरा सालको जङ्गल है गाइज है। अनि तपाईँको यो जङ्गलमा होइन धेरै नै अब वन्यजन्तुहरू थिए पहिला। म अलि सानो हुँदाखेरि, यतिखेर चाहिँ अलि जङ्गलहरू पनि अलि पातलो भएको छ। सुजन ल बाख्रा त्यहाँ हेर है, म त्यहाँसम्म पुगेर आउँछु ल। त्यही हो गाइज, हाम्रो गाउँमा चाहिँ एकदम बाक्लो बस्ती पनि थियो होइन पहिला, र जङ्गलहरू पनि एकदम बाक्लो थियो। अनि तपाईँको जङ्गलकै कुरा गर्नुपर्दा चाहिँ गाइज है, सालको चाहिँ हाम्रो गाउँमा विशेष गरी सालको जङ्गल छ। तपाईँले कुनै ठाउँमा त अझ सालको बाहेक अरू कुनै रुख तपाईँले यदि खोज्नुभयो भने पनि नभेटिने खालको क्या सालको है। अब रुखमध्येमा सबभन्दा दह्रो बलियो भनेकै सालको रुख मानिन्छ अब फर्निचर को लाइनमा होइन। अनि गाइज यो डाँडालाई चाहिँ फस्कट डाँडा भन्छ है गाइज। यहाँनिर एउटा छ होइन, यहाँबाट चाहिँ बवाल भ्यू देखिन सकिन्छ तपाईँहरूले। अनि जस्तै अरू एक्सप्लोर गर्छु है गाइज। यहाँ एकैछिन यहाँनिर छ एउटा बवाल ठाउँ, यो एउटा घुम्ती पनि छ, यहाँ मोड पनि छ होइन। यो मोडलाई चाहिँ तपाईँहरूले भन्दा पनि हामीले चाहिँ फस्कट डाँडा भन्छ है गाइज। योभन्दा माथि चाहिँ कुनै पनि घुम्तीहरू नभएको कारणले यसलाई चाहिँ फस्कट भनिन्छ। फस्कट घुम्ती पनि भन्छ, फस्कट डाँडा पनि भन्छ है। थुप्रै छन् नामहरू, अब त्यस्तो हुन्छ प्रायको होइन। अनि यहाँबाट चाहिँ किन पनि अलिकति सान्दर्भिक छ भन्दाखेरि यहाँबाट चाहिँ बवाल भ्यू पनि देख्न सकिन्छ। खोलाहरू त वाइल्डै, अनि नयाँ अहिले यहाँबाट आम्म दामी के गाइज है। ओ माई गड, यो इन्द्रावती खोला त गाइज हेर्नु, मेलम्ची यता ढाँड खोला, मेलम्ची भन्दा माथि के छ होइन, यतैबाट है गाइज। यो खोला यदि तपाईँ हिँड्दै जानुभयो अथवा केही गरेर जानुभयो भने चाहिँ तपाईँ ढाँड खोला मेलम्ची पुग्नुहुनेछ होइन। यहाँनिर रिसेन्ट
लगभग 1-2 वर्ष भयो यो पुल बनाएको। झोलुङ्गे पुल हो गाइज, यो काभ्रे जिल्लामा जाने हामीले अहिले झोलुङ्गे पुल यहाँ बनाएको रहेछ, दुईटा जिल्ला मिलेर। अनि गाइज मेन भनेको यता है, ल यो तपाईँले जुन रोड देखिराख्नु भएको छ यो चाहिँ मध्य पहाडी लोकमार्ग। यहाँ चाहिँ अबको 10 वर्षपछि चाहिँ तपाईँको लङ टुर है, जस्तै चितवन जस्तै लङ टुर अब हुन्छ नि तपाईँको सोलुखुम्बु जाँदाखेरिको जति टाढाको त्यो रुट छ नि एउटा के राजमार्ग भन्छ, मैले बिपी राजमार्ग आई थिङ्क। अनि त्यस्तै यो पनि एउटा कुनै राजमार्ग बन्दैछ, एउटा मध्य पहाडी लोकमार्ग भन्छ यसलाई चाहिँ। यो रोड गाइज यहाँ हुँदै यता तल हुँदै जानेछ। अहिले चाहिँ मैले यहाँ क्यामेरामा यति नै देखेँ है, यति नै देखाएँ। सो यतिखेर खोलाको भ्यू पनि यस्तो दामी देख्न सकिन्छ गाइज तपाईँहरूले होइन। त्यही गाइज मेरो गाउँको एकदम ठुलो विशेषता होइन, अलिकति एक्सप्लोर गर्न मिल्ने ठाउँहरू भनेको चाहिँ यिनीहरू नै हुन्। र अब बाख्रा चराउन जाँदाखेरि अब त्यति धेरै कुराहरू त देखाउन नसक्नुला तपाईँहरू होइन। भिडियो हेर्दै गर्नु होला, नयाँ नयाँ भ्लगहरू आउनेछ र कुनै पनि नयाँ नयाँ कुराहरूको बारेमा चाहिँ म एक्सप्लोरहरू गर्नेछु मेरो भ्लग मार्फत। तपाईँहरूले चाहिँ भ्लगलाई हेरेर माया गरिदिनु होला। र आजको लागि चाहिँ यति नै गाइज। मेरो गाउँ ठाउँ रहनसहन जङ्गल होइन को बारेमा मैले देखाएँ। हजुरहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्छ भने एक लाइक, कमेन्ट, सब्सक्राइब अनि सेयर गर्न नभुल्नु होला गाइज। आजको लागि यति नै, बाई बाई।